टिकट लाग्छ? हजुर टिकट लाग्छ भाइ। कति रुपियाँ? पर व्यक्ति 20 रुपियाँ हो। पर व्यक्ति 20 रुपियाँ? हजुर। भित्र म साइकल ल्याउन सक्छु यो भित्र? यो छेउमा ए हुन्छ यहीँ अगाडिसम्म त लानु मिल्यो। एउटा राप्ती र नारायणीको सँग हजुर। और भाई ये मेरा फर्स्ट ब्लॉग है। वेलकम टू माई न्यू ब्लॉग भिडियो में तपाईहरुलाई फेरि स्वागत छ र मेरो सोलाइ टु साइकल यात्रा मुस्ताको भइरहेको छ र म अहिले छु गोलघाटमा र तपाईहरुलाई म के भन्न चाहन्छु भने पनि जति मैले भिडियो पछाडि क्याप्चर गरेछु त्यो तपाईहरुलाई देखाउन चाहन्छु। साथीहरु म आइसकेको छु अहिले अम्ब्रेला स्केटिङ पार्कमा भरतपुर 22 चितवनमा छु अहिले। यहाँ मेरो साइकल लागेको छ र म एकछिन रेस्ट गरेपछि म यहाँ चाहिँ स्केटिङ गर्ने बेला छु। पहिला पनि स्केटिङ गरेको थिएँ अफ रोडमा यस्तोमा र अहिले चाहिँ हामी यो ग्राउन्डमा गर्नेछु र यहाँ चाहिँ बहिनीहरूले स्केटिङ गरिरहेछ। यी दुईटा बहिनी छ। हेलो, कस्तो लागिरहेछ स्केटिङमा? राम्रो। दुईटा बहिनी छ यहाँ चाहिँ स्ट्यान्ड समातेर स्केटिङ गरिरहेछ। त छोडेर स्केटिङ गर्नु त बिस्तारै बिस्तारै। हो ल बाय लड्यो। बहिनी लड्यो त्यही पनि हार मानेको छ। केही छिनमै हामी पनि स्केटिङ गर्नेछु है। यहाँ चाहिँ एकदम स्केटिङहरू एकदम राम्रोसित व्यवस्थाले राख्नु भएको छ। स्केटिङ है हामी लाउनु पर्छ। बुढेसको होइन लगाएछ है। अब 2-3 वर्षपछि मैले ल्याएको छु स्केटिङ सुज। 2 वर्ष छोडेको स्केटिङ फेरि आज चितवनमा छु है। चितवनमा स्केटिङ गरिदिइरहेको छु तर जे होस् अलिअलि प्र्याक्टिस नै छ। बिचमा घुरिरहेको छु, ब्रेक लाग्न आउँदैन है, त्यति हो। बाँकी त आउँछ जे होस् अलिअलि। त्यस्तो मात्र केही गाइज हामीले 2 साल छोडेको स्केटिङ आज चाहिँ गरियो, त्यो पनि चितवनमा। आफ्नो सर्लाहीमा गर्न पाएन होइन स्केटिङ, किनकि त्यहाँको रेट र के भन्नु। यहाँ चाहिँ 100 रुपियाँमा 1 घन्टा, वहाँ चाहिँ 200, 300, 400 पनि लिन्छ है। यहाँ चाहिँ 100 रुपियाँमा। र मैले सुजको प्राइस सोधेँ, स्केटिङको प्राइस, त्यो चाहिँ 12,000 को थियो। माई गॉड। केही छिनमै हामी वर्ल्ड लाइफ एरियामा पुग्नेछौँ र अहिले मेरो साइकल चाहिँ चितवनमा गुडिरहेको छ। चितवनको अब यो कुन ठाउँ हो होइन, यता चाहिँ थारू भिलेजहरू छ। दाइले भनेको कि यता छ थारू भिलेजहरू, ऊ भित्र छ तर
मा गोलाघाटतिर गइरहेको छु किनकि गोलाघाटमा भाइ बस्छ र भाइसँग आज राति स्टे गर्नेछु र हात्ती सफारी एलिफेन्ट सफारी बनाउनु एलिफेन्ट सफारी गर्नेछु। यदि थारू कल्चर प्रोग्रामहरू हेर्न पायो भने झन् राम्रो। अब कुन रेस्टुरेन्टमा छ त्यो मलाई थाहा भएन तर ट्राई गर्छु। यता नारायणी रिभर पनि छ, नारायणी रिभर पनि देखाउँछु तपाईहरुलाई भिडियोमा पनि राख्नु होला। लगायत यहाँ चाहिँ हाम्रो बालेन्दाईको सपोर्टर घन्टी छाप पुरै मार्केट जाम बालेन्दाईको घन्टी छाप। लगायत हामी एन्टर गरिरहेछौँ भरतपुर नगरपालिकामा। यहाँदेखि हामी ठाउँ झनै सुन्दर बन्ने छ गोलाघाटतिर लागिरहेछौँ। नजारा चाहिँ यस्तो छ गाइज। हामी चाहिँ गोलघाटतिर जाँदै थिएँ र यहाँ एउटा चिया पसल छ। चिया पसलमा म चिया खानलाई बसेको थिएँ। यहाँ दाईहरू भेट्नु भयो। नमस्ते दाई। सबैलाई नमस्कार है। नमस्ते दाईले मेरो यात्राको बारेमा 2 शब्द बोल्न चाहनुहुन्छ? खासमा हामी यहाँ चाहिँ यतिकै मतलब आफ्नो कामले घुमिरहेको थियौँ नि त, साइकल देख्यौँ अनि दाईसँग बोलेको। दाईको सार चौधरी रहेछ। सबले सब्सक्राइब हान्दिनु होला। मलाई पर्सनली चाहिँ एकदम राम्रो लाग्यो। मैले भिडियोको लागि थ्याङ्क यू सो मच। कसम चाहिँ सपोर्ट गर्नु होला होइन। मलाई पर्सनली एकदम राम्रो लाग्यो है। थ्याङ्क यू सो मच। होइन यतिको ऊर्जा यतिको इनर्जी लिएर होइन सबै युवाहरूले साइक्लिङ गर्ने, सबै युवाहरूले केही न केही एक्सर्साइज गर्नेमा बसिराख्यो भने त नेपाल त काहीँ न काहीँ त पुग्छ के। जस्ट एक्सर्साइज मात्र गऱ्यो भने होइन जस्तो लाग्छ मलाई चाहिँ। हजुर सायद यो चाहिँ मेरो यात्रा सेफ रिसेभ वाटरको लागि छैन। अब धेरै साथीहरूले स्पोन्सर अनुसार गर्छ तर यो व्यक्तिगत छ है। कुनै स्पोन्सर छैन। म आफ्नो पैसाले गरिरहेको छु। साथमा कसैले हेल्प गर्यो त्यो मात्र मेरो हेल्प छ र आफै पैसाले पर्सनल पैसाले गरिरहेको छु। थ्याङ्क यू सो मच ब्रदर। शुभ नाम? मेरो नाम सुजल पनेरू। दाईको? प्रवेश रिमाल। थ्याङ्क यू सो मच। सबले सपोर्ट गरौँ। यस्ता कुरामा सपोर्ट चाहिँ देखाउन पर्छ केटा हो। त्यो एलिजा उसको टिकटक हेर्दै बस्ने भने आफ्नो ठाउँमा छ। आफ्नो नेसनको होइन एउटा ब्रदरलाई चाहिँ अगाडि बढाउनु छ भने सबले सपोर्ट हान्दिनु। थ्याङ्क यू सो मच। 2 शब्द राख्दिनु। हेर्नुभन्दा चाहिँ दुःख गर्ने मान्छेलाई सपोर्ट गरौँ भन्ने हो। थ्याङ्क यू। पहाडहरूमा बस्ने ठाउँ पाएन भने यसो क्याम्पिङ गर्ने। हजुर तपाईँ उहाँबाट जानुहुन्छ हजुर। फाइनली साथीहरू हामी आफ्नो डेस्टिनेसनमा आइसकेका छौँ गोलघाट, जो कि यहाँको मेन छ सनसेट भ्यू पोइन्ट र यो मेघौलीको लास्ट इन्डिङ पोइन्ट छ। यो यस्तो छ हाम्रो 3वटा नेपाली फ्ल्याग, एउटा चाहिँ मेरो साइकलमा छ र गेट चाहिँ अब के कसो यहाँ टिकट लाग्छ भित्र जानलाई के कसो उहाँ दिदीसँग सोध्नुपर्छ। बाहिरको नजारा यस्तो छ, सोध्नुपर्छ। चाहिँ भित्र इन्डिङ पोइन्ट ल गोलघाटको यो रेसोर्ट। हजुर दिदी नमस्ते। टिकट लाग्छ? हजुर टिकट लाग्छ भाइ। कति रुपियाँ? पर व्यक्ति 20 रुपियाँ हो। पर व्यक्ति 20 रुपियाँ? हजुर। भित्र म साइकल ल्याउन सक्छु यो भित्र? यो छेउमा ए हुन्छ यहीँ अगाडिसम्म त लान मिल्यो। राप्ती र नारायणीको सङ्गमसम्म त लानु। हजुर ल यहाँ चाहिँ हामी अब टिकट कटाउनु छ। 20 रुपियाँ टिकट लाग्छ। फाइनली हाम्रो टिकट पनि कटिसकेको छ। 20 रुपियाँको टिकट। अनि उहाँ मेरो साइकल छ, म भित्र छिरिसकेको छु र यहाँ चाहिँ 2 नदीको सङ्गम हुन्छ, राप्ती र एउटा कुन नदीको त्यो मलाई थाहा भएन। तपाईँहरू सफारी गर्न चाहनुहुन्छ यस्तो जिपमा सफारी हुन्छ है। गाडी पुरा फुल फोल्डिङ छ, बवाल देखेको छ गाडी। सफारी जिप छ यो चाहिँ। हो मेन यहाँ हेर्ने भनेको सनसेट हो। सफारी जिप यस्तो हुन्छ साथीहरू। सफारीबाट उहाँ अहिले आइराख्नु भएको छ र हामीसँग त पुँजी नै छैन के सफारी गर्नु होइन। अब हामी पैदल नै हिँडेर घुमौँ होइन। हामी यस्तो स्ट्रङ मान्छे, अब के सफारीमा जानु, पैसा पनि छैन खासै। र यहाँको अहिले सनसेट भ्यू पोइन्ट बवाल देखिरहेछ। उता चाहिँ अगाडि 2 नदीको सङ्गम हुन्छ, राप्ती र कर्णालीको।
अगाडि हामी गइरहेछौँ र केही छिनमा भाइ आउँछ मलाई लिन। अब त्यो सायद पारी नै बस्छ होला, त्यो नदीको पारी। पुरा फरेस्ट एरिया छ है साथीहरू, पुरा फरेस्ट एरिया छ। ए यस्तो पुरा फरेस्ट एरिया छ। यहाँ आइसकेछौँ दुई नदीको सङ्गमको भ्यू पोइन्टमा र यहाँ चाहिँ मेन खास हेर्ने भनेको चाहिँ सनसेट लाइट हो, यानि कि सूर्यको लाइट र प्रकाश ढल्नेवाला छ। यो चाहिँ राप्ती है, उता चाहिँ नरायणी र ऊ सनसेट क्या बवाल देखिरहेछ यहाँबाट होइन। हामी हिँडिरहेछौँ, अहिले चाहिँ बस्ने व्यवस्था केही भएकै छैन। भाइ चाहिँ ऊ पारी जानुभएछ हात्ती पुर्याउन, त्यो हात्ती पुर्याएर आउँछ होला। अनि के कस्तो व्यवस्था छ मिलाउने। हामी साइकल गेटमै राखेर आएको छु, समथिङ 15-20 किलोमिटर पैदल पैदल हिँडेर। उता चाहिँ बोटहरू पनि छ, नेपाल पुलिसको बोट र आर्मीहरू बसेकै छ। तपाईँहरूले एकदम भ्यू पोइन्ट हेराउन चाहन्छु, सनसेट भ्यू पोइन्ट है, हेर्नु होला के कस्तो लाग्यो। हरू पनि छ एकटा अनि वहाँ पनि दुईटा छ र बोर्ड अहिले बन्द छ है, किनकि साँझ परिसकेको छ, सूर्य अस्त भइसकेको छ, हेर्न सक्नुहुन्छ तपाईँहरू। र केही छिनमा म पनि निस्किने छु एउटा दुईटा फोटो खिचेर। यस्तो चाहिँ बोट छ, पुरै काठको बोट, देशी बोट। साइकलबाट हामीले गोलघाट पनि घुम्यौँ। अब भाइ चाहिँ पारी बस्छ, अब पारी जान मिल्दैन होइन, धेरै टाइम लाग्छ साइकल यतै, किनकि यस्तो बाटोमा त्यो पारी जान कसरी मिल्छ, साइकल लान मिल्दैन होइन। त्यस कारणले भाइसँग भेट पनि भएन। अब हामी फर्किनेछौँ। भाइले एउटा कन्ट्याक्ट नम्बर दिनुभएको छ, जो कि मौसम गार्डनको कन्ट्याक्ट नम्बर दिनुभएको छ। सायद म मौसम गार्डनमा गएर बस्छु होला आज राति। र यस्तो छ है चारैतिर नजारा, तर थोरै मान्छे छ, किनकि यति टाढा छ नि, यति भित्र छ। त्यो मेन हाइवेदेखि धेरै टाढा छ है, भित्र छ पुरा। त्यस कारणले होइन थोरै मान्छेहरू आउँछ, हेर्छ, जान्छ। बाँकी जे भयो रमाइलो लाग्यो होइन। अब हामी सिधा गइरहेछौँ मौसम गार्डनमा, लोकेसनबाट खोज्नुपर्छ अब। साथीहरू अब हामी यो घुमिसक्यो गोलघाट। अब गोलघाटबाट हामी यो रातिको समय निस्किरहेछौँ। मौसम गार्डन अब कता छ त्यो खोज्नुपर्छ है। मौसम गार्डन हाम्रो नाइट स्टे चाहिँ हुनेछ। यस्तो छ दृश्य चाहिँ बवाल देखिरहेछ नाइटमा। फाइनली साथीहरू हामी आजको नाइट चाहिँ यता गोलघाटमै छौँ, मौसम गार्डनमा। यी गार्डनको नजारा यस्तो छ। हाम्रो रुम यस्तो छ, दुईटा बेड छ र यो बेडको एरेन्ज चाहिँ भाइले गरिदिनु भएको छ, जो कि मेरो मामाको छोरा सानो भाइ उता गोलघाटमा हात्तीसारमा बस्नुहुन्छ। उहाँ भेटघाट गर्न त पाएन, किनकि त्यो पारी बस्नुहुन्छ, खोला पारी बस्नुहुन्छ र आज केही विशेष उनीहरूको कामले गर्दा होइन भेटघाट हुन पाएन र उहाँले नै एरेन्ज गरिदिनु भएको छ यो होटल भनौँ होइन। आज हाम्रो राति यहीँ बस्नेछौँ र भोलि हामी सिजी टेम्पल जान्छौँ। सिजी टेम्पलतिर भन्जाहरू छ, भन्जाहरूमा सिजी टेम्पलमा सायद बस्नेछौँ र त्यही हो। अब थारूको छोरो यतिको गरिरहेछ, साइकल यात्रा गरिरहेछ, सपोर्ट गरिदिनु भयो, किनकि यो साइकल यात्रा चाहिँ एकदमै गाह्रो छ, कठिन छ। अब जहाँबाट हेर्दै हुनुहुन्छ नेपाली दाजुभाइ दिदीबहिनी, मेरो यात्रामा सलाई टु अप्पर मुस्ताङको मेरो साइकल यात्रा चलिरहेछ। यो साइकल यात्रामा होइन म के भन्न चाहन्छु, सबैजनाले सपोर्ट गरिदिनु पर्यो। हामी सोलो ट्राभल गरिरहेछौँ। पहिला मैले 2 चोटि ट्राभल गरेको, केदारनाथ र 12 ज्योतिर्लिङ्ग 4 धामको। त्यसमा हामीले विदाउट मनी ट्राभल गरेको थियो र यो चाहिँ सोलो ट्राभल छ र उद्देश्य भनेको सेफ्टी, सेफ वाटरको लागि हामीले यो यात्रा गरिरहेछौँ है। ल सबजनालाई म गुड नाइट भन्न चाहन्छु। आजको बसाइ चाहिँ हाम्रो गोलघाटमा छ है। ल सबैजनालाई गुड नाइट।